हेलो गाइज, ल सबैजनालाई गुड आफ्टरनुन। ल स्वागत छ नवराजगिरी ब्लगमा। सबैजनालाई नमस्ते, सन्चै हुनुहुन्छ होला। आज चाहिँ म हाम्रो अस्तिको जखनेको ब्लग हालेको थिएँ मैले। त्यसमा चाहिँ अहिले तीव्र गतिमा चाहिँ काम हुन लाग्छ, त्यो विषयमा आज ब्लग बनाउँदैछु गाइज। हाम्रो एरियाको ढक्क आज चाहिँ सानो छोटो धेरै लामो हुँदैन। अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले मस्त पिलरको काम भइरहेको छ होइन। यो पिलर त्यो बिमहरू बनाउने काम भइरहेको छ होइन। यो चाहिँ अब 2-3 दिन भइसक्यो यो काम भइरहेको छ मस्त। अब पिलर बनाइराख्नु भएको छ उहाँहरूले मजाले। रड काट्ने काम भइरहेछ। टक्क यहाँको माहौल चाहिँ आजको यस्तो छ होइन। अनि हाम्रो यो घर बनाउनु ठेक्दार चाहिँ उहाँ हो अहिले। ल हेलो भनिदिनु। हेलो अलि राम्रोसँग उहाँ चाहिँ अब मस्त के बनाउँदै हुनुहुन्छ भने तपाईँ चाहिँ के बनाउँदै हुनुहुन्छ? ए यस्तो रिङ बनाउँदै हुनुहुन्छ उहाँले चाहिँ होइन। यताको माहौल आजको यस्तो छ मस्त। यो सामान टक्क झारेको छ होइन। काम मस्त अब सुरु हुन लाग्छ होइन। अब यसलाई चाहिँ ऊ भन्छ के अरे, यसलाई जाली भन्छ होइन। यो चाहिँ हात्ती पाइलीको लागि यो चाहिँ जाली हो होइन। बनिसकेको छ होइन। यस्तै छ गाइस। अब टक्क के गर्नु, अब जाडो नै छ है। हुक्सुक्स लागेको छ। अब यहाँ चाहिँ खाल्टोको लागि चाहिँ अब यहाँ अस्ति खाल्टो खनेको थियो, पानी पुरा पानीले मस्त भिजेर होइन। त्यहाँ पानी पुरा जमेर अब यसलाई चाहिँ भोलिदेखि मान्छे आउनुहुन्छ होइन। सबै आएर यसलाई टक्क क्लियर गरेर मस्त अब यहाँ चाहिँ अनि सोल्डिङ गरेर पिलर उठाउने काम हुन्छ गाइस होइन। यसरी अब यस्तै छ होइन। अब यो माटो यो अस्ति मैले थुपारेको अस्तिको भिडियोमा हालेको छु मैले होइन। अस्ति नि अब यही खाल्टो खनेको विषयमा एउटा भिडियो थियो होइन। अब हेर्न सक्नुहुन्छ। अब यस्तै हो यहाँको। अब यहाँनिर यो सबै घर एरियाहरू फेरि यहाँ पछि सबै घर हुन्छ। अब यहाँ नि घर बनाउने अहिले पछि यो बनेपछि होइन। यो माटो राखेको ठाउँमा नि अब यो बनेपछि फेरि घर बनाउने अरे। यो चाहिँ हाम्रो बनेपा जनागाल आकर्षण रेडी भन्छ होइन। अब यहाँबाट तलतिर चाहिँ गाइस हाइवे भयो। अब हाइवे त्यही भइगयो हो, टिप्परहरू कुदिरहेको छ। त्यो गेट उता हाइवे भइगयो होइन। टक्क यो चाहिँ मस्त पिच प्लानिङ हो यहाँ चाहिँ। अब टक्क गरेर सबै यताउति सबै बेचबिखन पनि हुन्छ होइन। जग्गा चाहियो भने पनि कमेन्ट गर्न सक्नुहुन्छ यहाँ अगाडिको, मैले मिलाउन सक्छु होइन। यस्तै छ यतिरको माहौल। यहाँ त्यस्तो रमाइलो छ टक्क लाएर। मेरो चाहिँ काम भइरहेको छैन गाइस। अब मेसिन त्यहाँ थन्किरहेको छ होइन। अब टन्नै भइसक्यो काम नभएको, त्यही फाटोफुटो अलिअलि काम गर्ने हो। त्यो चाहिँ अब काम गर्नेहरूको लागि टोइलेट त्यहाँ बनाइदिएछ अब होइन। अरूको घरमा अब युज गर्न मिलेन, थोरैजना होइन अब टन्नै हुन्छन्। अब यस्तै छ गाइस यहाँको माहौलहरू हेर्न सक्नुहुन्छ। सरर यहाँनिर चाहिँ बाटो माथितिर हालेको कारणले गर्दा यहाँ चाहिँ पुरै धुलै धुलो भएको छ। गाडीले हेर्ने अब उताको बाटो पिच गर्न लाग्यो नि त हाइवे। यता बनेपा धुलीखेल किनभने पिच हुँदैछ नि त हाइवे। त्यस कारणले यहाँ एउटा माथितिर जाने बाटो यता र खुल्ला छ होइन। अब माहौल यस्तै छ गाइस यस्तैतिरको हेर्नु होला। यहाँ स्नोकर छ यहाँ चाहिँ मस्त होइन। यो टावरमा चाहिँ स्नोकरको हो सल्लाएर चिसोले होला गाइस। घाँटी सुकेर कस्तो भइरहेछ घाँटी। स्वर राम्रोसँग खुलिरहेको होइन। जानु सक्नुहुन्छ त्यहाँ जाने बाटो यहाँबाट भयो। बच्चाहरू खेलिरहेछन् यहाँ लुकिरहेछन्। यहाँ नयाँ घर हो यो, भर्खर बन्दै हो तीव्र गतिमा बनिरहेको छ यो पनि।
यो चाहिँ सबै प्लानिङ पर्छ होइन पुरै यहाँ एउटा ठुलै एरिया छ होइन प्लानिङको टक्क पिच प्लानिङ हो होइन त्यो घर बनाउनु है सामानहरूमा झारे हेर्न सक्नुहुन्छ अब यताको माहौल यस्तै छ अब यतातिर नि बन्न बाँकी छ घरहरू अब यस्तै हो गाइज अब सबैजनाले अब यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सबैजनाले लाइक सब्सक्राइब यताउति गरिदिनु होला सबैजनाले सब्सक्राइब गरिदिनु होला सबैजनाले सपोर्ट गरिदिनु होला अब यस्तै भिडियोहरू आइरहेको छ अन्त अहिले म काममा गएको छैन त्यस कारणले मैले भिडियोहरू ब्लगहरू हालेको छैन त्यस्तै फेरि अब जब जेसिबी चलाउन थालेको छ त्यस पछाडि ब्लगहरू जान्छ होइन फेरि एक राउन्ड घुमेर म यहाँ आइपुगेँ टक्क लाएर होइन अहिले रड आउनै बाँकी छ अरे होइन रड एकछिनमा आउँछ ट्याक्क लाएर हेर्न सक्नुहुन्छ यहाँ रड पुगेको छैन अझै होइन रड लोड गरेर पठाएर पनि भएर रड एकछिन आइपुग्छ अरे त्यो छ अरे अब गाइज यस्तै हो यहाँको माहौल यस्तै छ गाइज बनेपा जनगालको होइन दाइले रड सजाउँदै हुन्छ टक्क लाएर होइन यहाँ चाहिँ अब मिटिङ भइरहेको अरे बाबु झन्डै लड्नु भएन नक्सा हेरेर मिटिङ भइरहेको छ जुङ्ग पालिदिएको गाइस अलि अप्ठ्यारो हुँदो रहेछ ल यस्तै छ माहौल अब यस्तै ब्लग हेर्नलाई सबैजनाले लाइक सब्सक्राइब सबैजनाले गरिदिनु होला होइन टक्क लगाएर अब यहाँ रड आउँदैछ एकछिन है रड कहाँ आइपुग्यो रड आएर रड अनलोड गर्छौँ यहाँ रड चाहिँ यहाँ ट्र्याक्टरमा आइसकेको छ गाइस यो बिचको रड चाप्चुप हेर्न सक्नुहुन्छ हामीले बस्छ यहाँ टक्क यस्तो छ रड पनि आएको छ ट्र्याक्टरमा अब यहाँ झार्नलाई माइजू ताउँसिन खाए वही छन् गाइज रड अनलोड भइसक्यो यहाँ चाहिँ अहिले मैले पनि अनलोड गरेँ भएर चाहिँ यहाँ मैले भिडियो बनाउनु पाएन गाइज ट्र्याक्टर फर्किँदैछ अनलोड भयो अब यहाँको त्यो 10 रड बढी भएको छ गाइज अब यसलाई चाहिँ फिर्ता लगिदिने हो होइन अब चाहिँ अब यसलाई फेरि लोड गरेर 5 मुठा जति छ त्यसलाई फिर्ता गरिदिने अरे गाइज हेर्नु सक्नुहुन्छ यो चाहिँ अनलोड भइसक्यो त्यहाँ टक्क लाएर फिर्ता लगिदिने हो गाइज हात यस्तो छ यहाँ है मैले अनलोड गरेँ हो पुरै होइन हेर्नु सक्नुहुन्छ अब यसलाई लोड गर्नुपर्छ त्यहाँ ट्र्याक्टर आइरहेको छ त्यहाँ मिक्सर लिएर हेर्न सक्नुहुन्छ गाइस
ए बा के गरिराख्छ